जहाँबाट सुरु भयो त्यहीँ पुगेर सकियो नेमारको यात्रा। सन् 2010 अगस्त 10 त्यो दिन जुन दिन नेमार ब्राजिलका लागि पहिलो खेल खेलेका थिए। सो खेल अमेरिका विरुद्ध थियो। मेटलाइफ स्टेडियममा भएको उक्त खेलमा उनले ब्राजिलका लागि करियरको पहिलो गोल समेत गरेका थिए। संयोग कस्तो परिदियो भने 16 वर्षपछि सन् 2026मा तिनै नेमार आफ्नो खेल जीवनको सम्भावित अन्तिम विश्वकप पनि त्यही स्टेडियमबाट खेले। नर्वेसँग 2-1 को गोल अन्तरले पराजित भएको खेलमा नेमारले गोल पनि गरेका थिए र अन्तर्राष्ट्रिय फुटबलबाट सन्यास लिने घोषणा गरेका छन्। विश्वकपको अन्तिम 16मा नर्वेसँग पराजित भई ब्राजिल बाहिरिए लगत्तै 34 वर्षीय नेमारले भावुक बन्दै आफ्नो 16 वर्ष लामो अन्तर्राष्ट्रिय करियरको अन्त्य भएको घोषणा गरेका हुन्।